नमस्ते दाई दिदीहरू, नमस्ते नमस्ते। हाम्रो दाई दिदीहरू चाहिँ यहाँ धान त्यो गर्दै हुनुहुन्छ। यो धान चाहिँ के गर्नु हो? बस्तुलाई यो हो चामल आउनुभन्दा अगाडिको। नमस्ते गर तिमी मलाई। हामी चाहिँ यस्तो ठाउँमा आएको, हामी सबैजना आएको यहाँ। हामी चाहिँ गाई, यहाँ गाई पनि छ। कस्तो राम्रो गाई रहेछ है। यहाँ चाहिँ के लिचीको बोट हो क्या अरे, आँपको बोट आफू खाइसक्यो क्या अरे, छैन। लु केही पनि आएन दिदी, अब म मात्रै आइपुगेँ। ए बोकेर लैजाउँ, तरकारी खानुपर्छ यी। छिक्क भएछ तरकारी हुँदैन, 2-3 दिनमा पाक्छ। भएन त तरकारी पनि। अब खाँदा खाँदा गरेर आएको। यो चाहिँ हाम्रो दाई दिदीको घर। म बेहुली भएर आएको ठाउँ चाहिँ यही हो। यहाँनिर बसेको थियौँ है दाई। यहीँनिर म चाहिँ बेहुली भएर बसेको, यही भएर म भित्रेको। त्यही भएर म फेरि आज आएको। कति दिन पो भयो धान यो बिग्रेको धान हो कि सप्रेको धान हो दाइ? अनि खानु चामल यो के धान हो पनि है, बास्ना चाहिँ आइरहेछ, पानी पनि पर्न लागिरहेछ। दाइ दिदीले धान सुकाउनु भएको रहेछ एकदम। दाइ दिदीको त्यो टरेटाको भइहाल्यो। केराको खम्बा पनि छ यहाँ। धान मजाले बनाउँदै हुनुपर्छ हावा चलेको बेलामा। अनि हामी आएर डिस्क ए कुखुरा पनि एउटा खुट्टा पनि के भएछ लु, के भएछ त कुखुराको खुट्टा। अनि यो केरा पनि मजाले फलेछ है। हो ऊ माथि मजाले फलेछ। यो के केरा हो पनि पुटुस पुटुस छ। केराको नाम पनि थाहा छैन। यो केराको खम्बाहरू पल्लो घर जग्गा त यता पनि छ क्या अरे। यो चाहिँ कुखुरा बाहिर जान्छ भनेर राखेको। राम्रो 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 के गरेर फलेछ, के गरेर फलेछ, के गरेला करेला ऊ त्यहाँ झुन्डिरहेछ देख्यौ, कत्रो कत्रो झुन्डिरहेछ। उयो सिमल तरुल हो। अनि यो चाहिँ कटहर होइन त, यो कटहर हो नि होइन। उताबाट हेर्नु ल। उयो चाहिँ क्या हो? आँपै हो क्या अरे होइन। आँपको बोट उताबाट गएर हेर्नु। पल्लो भएको गाईहरू गोरुहरू ल अब जाने। अब यो टाँकी हो क्या अरे। कस्तो शीतल भएको केरामा बस्न त। ए मौरीको मौरी पनि छ त्यहाँ। आऊ ए मौरी पनि राख्नु भएको रहेछ। यो चाहिँ ठेकीमा पो राख्नु भएको छ त हेर है। ठेकी पो रहेछ त, ठेकी रहेछ। यो चाहिँ ठेकीमा टालीवरी बिग्रेको ठेकी होला है। अनि त्यो टालीवरी त्यसै गर्नुभएको। अनि यहाँ कल पनि छ, पानी आउँछ। यो सबैभन्दा पुरानो कति वर्ष पो भयो कल गाडेको दिदी? कति वर्ष पो भयो कल गाडेको? 40 वर्ष हुन लाग्यो होला होइन? 40 वर्ष भयो होला। मैले थाहा पाएकै 36, 37, 38 वर्ष हुन लागिसक्यो। त्यही अहिलेसम्म बिग्रेको छैन। यहाँ देउन छ है। खै धान उठाउनु सघाउनु के गर्नु भएको यो? उठाउनु पानी आउनु लागिसक्यो। अब यो धान उठाउनु लागेको, अब पानी पर्न आएको यहाँ। धान उठाएको अब यो धान उठाएको है। अब मिलमा पनि लाने होला। हावा नलगाएको त्यता राख्नु, हावा लगाएको यता राख्नु। खै उगाउने केले उगाउनु? हातले उगाउनु?
राति खालमा धान उठाउँदैछु धान तातो भयो मेरो बुहारी चाहिँ एक्सपोर्ट छ क्या त्यस्तो काम गर्नु म चाहिँ जान्दिनँ नि त अनि बस्तीलाई दिने भन्दै हुनुहुन्थ्यो यो धान त अनि नखानु आफूले कहाँ राख्नु दाइ कहाँ यहाँ ओ धान राम 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 क्या मिठो हावा आयो भने हुन्डरी आयो हुन्डरी ए भाइ अरे त आउनु है आउँदैन यो खास आउने त त्यसरी हुँदैन छोडा न छोडा त कृपाले उठाऊँ क्या अब चाहिँ पानी पर्यो है लु अब हामीले धान पनि खन्कायौँ है खन्कायौँ धान यहीँ राखौँ दिदी राख्नुहोस् लु धान खन्कायौँ आनन्द भयो अब गाईहरू के गर्नु लु लु माथि बस्नुहोस् माथि पानी त छिटाएर म त हौ उता हेर हेर पानी परेको नाहरू हौ अब हात धुनु पर्यो अहिले धानको भुसो सबै चिलाएर खतम हुन्छ लु धानको भुसो चिलाउँछ भनेर यहाँ हात पखाली हालेको है त्यसरी एकैछिनमा पानी परेको चाहिने ठाउँमा चाहिँ पानी पर्दैन नचाहिने ठाउँमा चाहिँ पानी परेर बिजोग बनायो तर खेती गर्नु चाहिँ ठिक छ धान रोप्ने बेलामा पानी पर्यो है धान चाहिँ मजाले रोप्नु यसपालि भाइहरू चाहिँ बिजोग भए पानी परेर लु पछि त सबै आएर खतम बनायो ल यताको नौताको भयो त हौ हिँडेको पानी परेर खत्तम भयो क्या लु माछा मार्नु जाऊँ कालु अब हामी हिँडेको है माछा मार्नु फेरि अब जाने होइन त माछा मार्नु छाता ओढाएर जाने कि नओढिकन जानु छाता ओढेर ल